हरेक सासले हाम्रो जीवन छोटो बनाउन सक्छ र हामी यो देख्दैनौँ। यो केवल काठमाडौँको जाडोको धुवाँ होइन, यो देशव्यापी सालभर चल्ने सङ्कट हो जसले 3 करोड नेपालीलाई चुपचाप असर गर्छ। हावामा छोडिएको PM 2.5 कण र ब्ल्याक कार्बन राम्रो फोक्सोदेखि गर्भमा रहेको शिशुसम्म पुग्छ। यो हावा हाम्रो अदृश्य शत्रु हो। दम, क्यान्सर, स्ट्रोक र नवजात शिशुको मृत्युसम्म गराउँछ। नमस्ते, मैले यो भिडियोमा बनाएको छु किनभने यो समस्या हाम्रो सबैको हो। नेपालमा वायु प्रदूषण आज एउटा ठूलो स्वास्थ्य सङ्कट बनिसकेको छ। WHO रिपोर्ट अनुसार हाम्रो हावामा PM 2.5 मात्र यति खतरनाक छ कि हरेक साल लाखौँ नेपाली बिरामी हुन्छन्। काठमाडौँ उपत्यका र संसारकै सबभन्दा प्रदूषित सहरमध्ये एक र यो समस्या तराईदेखि पहाडसम्म फैलिएको छ। यो कसरी भयो? हाम्रो सरकार र नेताहरू बनाएका काम गर्दैनन्। काठमाडौँको सहरी अराजकता जतासुकै गाडी धुवाँ र वनस्पति जलाउने र निर्माणको धुलो सबैले हावा बिगारेको छ। दिल्ली र लाहोर जस्ता सहरको प्रदूषण त मिडियामा आउँछ, तर नेपालको यो सङ्कट किन चुपचाप? एउटा अध्ययनले देखाएको छ कि नेपाल महिला जो घरमा चुलो बाल्छन् उनीहरूको पोक्सोमा 20 देखि 25 साल छोटो हुन्छ। यो त हाम्रो गरिबीको शास्ति हो। डाटा हेरौँ। नेपालमा हरेक साल 40,000 जनाको मृत्यु वायु प्रदूषण हुन्छ। यो सङ्ख्यामा HIV, मलेरिया सब मर्ने भन्दा धेरै हो। हाम्रो शिशुको IQ पनि घट्छ किनभने यो विषाक्त हावाले दिमागमा असर गर्छ। यो कुरा सोच्नुहोस्, हाम्रो भविष्य नै खतरनाक छ। तर समाधान छ। सरकारले कडा उत्सर्जन नियम लगाउनु पर्छ, नवीकरण ऊर्जामा लगानी गर्नुपर्छ र सार्वजनिक यातायात राम्रो बनाउनु पर्छ। हामी पनि घरमा आएर प्युरिफायर प्रयोग गर्न सक्छौँ, मास्क लगाएर बाहिर निस्कन सक्छौँ। यो लडाइँ सरकारको मात्र होइन, हाम्रो पनि हो। आज हामी सबै एउटा सास लिन्छौँ, तर यो सास स्वस्थ हावा होस् भन्ने कुरा सोचौँ। कमेन्ट भन्नुहोस् तपाईँको सहरको हावा कस्तो छ र यो भिडियो सेयर गर्नुहोला किनभने यो सङ्कटबारे सबैले जान्न जरुरी छ।